आज चाहिँ हामी के गर्न लागौँ भन्दाखेरि के अरे मार्केट प्राइस डिटर्मिनेसन अन्डर मतलब प्राइस डिटर्मिनेसन अन्डर डिफ्रेन्ट मार्केट टाइप्स भनेर पढ्न लागौँ होइन। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि सुरुमा चाहिँ पर्फेक्ट कम्पिटिसन मार्केटको लागि बनाउनु पऱ्यो। पर्फेक्ट कम्पिटिसन मार्केटको लागि बनाउँदाखेरि यता भयो प्राइस, यता भयो क्वान्टिटी, यता भयो प्राइस, यता भयो क्वान्टिटी। अब यसमा चाहिँ के ख्याल गर्नु पऱ्यो भन्दाखेरि सुरुमा चाहिँ के हुन्छ, एसएससी चाहिँ यु सेप्टको हुन्छ, एसएससी चाहिँ यु सेप्टको हुन्छ। अनि सर्ट टर्म मार्जिनल एसएससी चाहिँ यु सेप्टको हुन्छ, सर्ट टर्म एभरेज कस्ट, सर्ट टर्म मार्जिनल कस्ट चाहिँ जे सेप्टको हुन्छ। एसएमसी त्यसले चाहिँ यसको लोएस्ट पोइन्टबाट कट गर्छ, यहाँ जुन पोइन्टबाट कट गर्छ सुरुमा चाहिँ यहाँ चाहिँ। अनि पर्फेक्ट कम्पिटिसन मार्केटको लागि यो चाहिँ होइन, पर्फेक्ट कम्पिटिसनको लागि हो। अनि यसमा चाहिँ के हुन्छ भने एआर इज इक्वल टु एमआर हुन्छ होइन, एआर इज इक्वल टु एमआर हुन्छ। अब यो चाहिँ यहाँ जुन पोइन्टबाट कट गरेको थियो यो चाहिँ हाम्रो कन्डिसन अफ नर्मल प्रफिट हो होइन। नर्मल प्रफिट भनेको यो भयो। त्यसपछि सुपर नर्मल प्रफिटको लागि चाहिँ के हुन्छ भन्दाखेरि कस्टभन्दा रेभिन्यू बढी हुन्छ, एभरेज कस्टभन्दा रेभिन्यू बढी हुनु पऱ्यो। त्यही भएर चाहिँ के हुन्छ भन्दाखेरि एभरेज रेभिन्यू चाहिँ माथि आउँछ, AR1 इज इक्वल टु MR2 होइन। एआर र एमआर इक्वल हुन्छ उसमा चाहिँ। अनि एमआर चाहिँ यहाँ आयो होइन। के हुन्छ यहाँ जुन एसएमसीलाई चाहिँ एमआर अनि एउटा कुरा के याद गर्नु पऱ्यो, एमआरले एसएमसीलाई चाहिँ जहाँबाट कट गर्छ नि त्यहीँबाट चाहिँ हाम्रो एउटा भर्टिकल लाइन आउँछ होइन। त्यहीँबाट एउटा भर्टिकल लाइन आउँछ, यसरी होइन, एउटा भर्टिकल लाइन आउँछ। अब यही भर्टिकल लाइनले चाहिँ यहाँ हाम्रो कस्ट र रेभिन्यू दुइटै निकाल्छ। अब हाम्रो कस्ट कतिमा छ, एभरेज कस्टलाई चाहिँ कहाँबाट कट गर्यो, सर्ट टर्म एभरेज कस्टलाई यहाँबाट कट गर्यो भनेपछि यहाँबाट यसरी हरिजन्टल लाइन बनाउँदाखेरि टोटल कस्ट हाम्रो यहाँ आयो होइन। त्यसपछि अर्को भनेको अब रेभिन्यूलाई कहाँबाट कट गर्यो त यो भर्टिकल लाइनले, रेभिन्यू यहीँ छ, एभरेज रेभिन्यू भनेपछि यहीँबाट कट गर्यो भनेपछि यो चाहिँ यहाँबाट हाम्रो टोटल रेभिन्यू यहाँबाट आयो। टोटल रेभिन्यू अब यहाँ के भयो, टोटल रेभिन्यू हाम्रो कस्टभन्दा रेभिन्यू धेरै छ होइन। त्यही भएर त्यहाँ चाहिँ हाम्रो के आयो, सुपर नर्मल प्रफिटको कन्डिसन भयो यो चाहिँ होइन। अब हामीले के याद गर्नु पऱ्यो, एउटा भनेको अर्को भनेको जब चाहिँ रेभिन्यू चाहिँ कस्टभन्दा चाहिँ तल आउँछ होइन, कस्टभन्दा यहाँभन्दा तल आउनु पऱ्यो। तब चाहिँ जब चाहिँ रेभिन्यू चाहिँ कस्टभन्दा तल आउँछ AR3 इज इक्वल टु MR3 होइन। अब यहाँ तल आयो। अब यसले चाहिँ एसएमसीलाई कहाँबाट कट गर्यो, एसएमसीलाई यसले यहाँबाट कट गर्यो भनेपछि के भयो भन्दाखेरि यहाँदेखि चाहिँ हाम्रो के भयो, एसएमसीलाई यहाँबाट कट गर्यो एभरेज रेभिन्यूले होइन। एभरेज रेभिन्यूले यहाँबाट कट गर्यो भनेपछि हाम्रो टोटल रेभिन्यू चाहिँ यहीँ आयो होइन। अब कस्टलाई चाहिँ कहाँबाट कट गर्यो, यहाँ चाहिँ एउटा भर्टिकल लाइन बनाउने कि यस्तो भर्टिकल लाइन बनाउने। यो भर्टिकल लाइनले चाहिँ एभरेज रेभिन्यूलाई कहाँबाट कट गर्यो, यहाँबाट कट गरेर यति बनायो। अनि एभरेज कस्टलाई चाहिँ कहाँबाट कट गर्यो, यहाँबाट कट गर्यो भनेपछि टोटल कस्ट चाहिँ यहाँ भयो, यो लाइन भयो। अब यो लाइन भएपछि अब यहाँ चाहिँ के भयो भन्दाखेरि टिसी कस्ट धेरै भयो, टोटल रेभिन्यू तल छ भनेपछि कस्ट धेरै भयो, रेभिन्यू धेरै भयो भनेपछि टिसी ग्रेटर देन टिआर भयो, जुन चाहिँ कन्डिसन अफ लस हो होइन। त्यसपछि यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ हाम्रो सर्ट रनको लागि हो। लङ रनमा के हुन्छ पर्फेक्ट कम्पिटिसनमा भन्दाखेरि पर्फेक्ट कम्पिटिसनमा चाहिँ फ्री इन्ट्री एन्ड एक्जिट हुन्छ नि त, फर्मको इन्ट्री एन्ड एक्जिट फ्री हुन्छ होइन। इन्ट्री एक्जिट दुइटै फ्री हुन्छ भनेपछि अब त्यसमा चाहिँ के हुन्छ, नर्मल प्रफिट मात्र हुन्छ लङ रनमा। यो सबै सुपर नर्मल प्रफिट, लस र नर्मल प्रफिट चाहिँ यो सर्ट टर्ममा भयो। लङ रनमा चाहिँ पर्फेक्ट कम्पिटिसनमा चाहिँ नर्मल प्रफिट मात्रै हुन्छ। त्यसपछि अब मोनोपोलीमा के हुन्छ भन्दाखेरि फरक भनेको यसको फरक चाहिँ के हुन्छ भन्दाखेरि एभरेज रेभिन्यू यहाँ जस्तो यस्तो सिधा हुन्न। पर्फेक्ट कम्पिटिसनमा चाहिँ हुन्छ के अरे पर्फेक्टली इलास्टिक हुन्छ नि त डिमान्ड। एभरेज रेभिन्यू भनेको डिमान्डसँग चाहिँ लिङ्क गरिन्छ। त्यही भएर होइन मोनोपोलीमा चाहिँ पर्फेक्टली इलास्टिक हुन्न नि त, यो चाहिँ अलिकति रिलेटिभली इनइलास्टिक हुन्छ होइन। त्यसपछि के हुन्छ भन्दाखेरि
मोनोपोलीमा चाहिँ रिलेटिभली इनइलास्टिक हुन्छ मोनोपोलीमा भनेपछि अब यस्तो हुने भयो। त्यसपछि के हुने भयो अनि त्यसपछि अर्को हामीलाई यहाँ के चाहियो सुरुमा चाहिँ यसमा चाहिँ 3टा कन्डिसन हुन्छ सुपर नर्मल प्रफिट लस अनि त्यसपछि नर्मल प्रफिटको कन्डिसन हुन्छ होइन। सुपर नर्मल प्रफिटमा चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ हाम्रो एभरेज रेभेन्यूमा अनि त्यसपछि हाम्रो यहाँ के बुझ्नु पर्यो भन्दाखेरि रेभेन्यू भन्दा चाहिँ अब हाम्रो कन्डिसन अफ सुपर नर्मल प्रफिटलाई हेर्दाखेरि सुपर नर्मल प्रफिट आउनलाई चाहिँ के हुनु पर्यो एभरेज रेभेन्यू भन्दा चाहिँ एभरेज कस्ट कम हुनु पर्यो। त्यही भएर योभन्दा सधैँ तल हुनु पर्यो। एसएससी चाहिँ हाम्रो सधैँ योभन्दा तल हुन्छ। सर्ट टर्म मार्जिनल कस्टले यसको लोएस्ट पोइन्टबाट कट गर्छ होइन। अनि एमआर चाहिँ हाम्रो कहाँ हुन्छ एमआर चाहिँ यहीँबाट बनाइदिने हुन्छ। एमआर चाहिँ यहीँ बिचबाट कट्ने गरी बनाइदिनु भयो होइन। अब एमआरले जहाँबाट कट गर्यो त्यहाँबाट एउटा होरिजन्टल लाइन आउँछ त्यहाँबाट एउटा होरिजन्टल भर्टिकल लाइन आउँछ। भर्टिकल लाइनले के गर्छ भर्टिकल लाइनले चाहिँ अब कहाँ कट गर्यो एसएससीलाई यो एसएससी भयो यो एसएमसी भयो। एसएससीलाई चाहिँ यहाँबाट कट गर्यो होइन। अनि रेभेन्यू चाहिँ कहाँबाट आयो यो चाहिँ डिमान्ड पनि भनिन्छ होइन। यसले चाहिँ यहाँ गएर फिक्स गर्छ होइन यहाँ गएर फिक्स गर्छ होइन। यो कन्डिसन भनेको सुपर नर्मल प्रफिट यति आयो यो चाहिँ टोटल रेभेन्यू आयो माथि यो टोटल कस्ट आयो सुपर नर्मल प्रफिट भनेको यस्तो आयो। अब मोनोपोलीमै कन्डिसन अफ लस कस्तो हुन्छ कन्डिसन अफ लस चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब एआर यस्तो भयो अनि जब चाहिँ एसएससी चाहिँ माथि हुन्छ एसएससी चाहिँ उसभन्दा माथि हुन्छ होइन। अनि एसएमसीले चाहिँ यहाँबाट यसको लोएस्ट पोइन्टबाट कट गर्छ। मार्जिनल रेभेन्यू चाहिँ यहाँ हुन्छ मार्जिनल रेभेन्यू चाहिँ कहाँ हुन्छ यहाँ हुन्छ मार्जिनल रेभेन्यू यहाँ हुन्छ एआर यहाँ हुन्छ एसएससी भयो एसएमसी भयो यसलाई चाहिँ कहाँबाट कट गर्छ मार्जिनल रेभेन्यूले कहाँबाट कट गर्यो यहाँबाट कट गर्यो भनेपछि यसबाट होरिजन्टल लाइन आउँछ एउटा फेरि होरिजन्टल भनेको भर्टिकल लाइन आउँछ एउटा भर्टिकल लाइनलाई चाहिँ त्यसपछि एआरले कहाँबाट कट्यो रेभेन्यू यहाँबाट कट गर्यो यो लाइनलाई होरिजन्टल लाइनलाई भनेपछि यहाँसम्म भयो। कस्टलाई कहाँ कट गर्यो एभरेज कस्टलाई कहाँ कट गर्यो यहाँबाट कट गर्यो भनेपछि हाम्रो लसको कन्डिसन चाहिँ यहाँबाट आउँछ होइन। यो भनेको हाम्रो टोटल कस्ट भइदियो यसै एभरेज कस्टसँग यहाँ गएर कट भयो रेभेन्यूसँग यहाँ गएर कट भनेपछि टिआर चाहिँ यहाँ भयो होइन। त्यही भएर यहाँ के भयो टोटल कस्ट टोटल रेभेन्यू भनेपछि यहाँ लसको कन्डिसन आयो। अर्को इम्पोर्टेन्ट भनेको यो चाहिँ एआरबाटै हुन्छ है। यो चाहिँ एआरबाट एमआर इजिकल टु एमसीले चाहिँ हाम्रो भर्टिकल एउटा होरिजन्टल लाइन दिन्छ होइन। अनि चाहिँ रेभेन्यू अब टोटल रेभेन्यू चाहिँ हाम्रो एआरले दिन्छ अनि एभरेज कस्ट चाहिँ हाम्रो टिसी चाहिँ हाम्रो टोटल कस्ट चाहिँ एभरेज कस्टले दिन्छ। त्यो चाहिँ गर्नु पऱ्यो याद गर्नु पऱ्यो। अब अर्को भनेको कन्डिसन अफ नर्मल प्रफिट। कन्डिसन अफ नर्मल प्रफिटमा के हुन्छ भन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि एआरसँगै यो एआर भयो यससँगै एसएससी जोडिएको हुन्छ यहाँ कट हुन्छ। अब मार्जिनल उसले जहाँबाट कट गरे पनि यहाँबाट कट गरे पनि के हुन्छ भन्दाखेरि भर्टिकल लाइन यहीँबाट जान्छ यहीँबाट लान्छ अनि यहाँबाट जाँदाखेरि के हुन्छ भन्दाखेरि एभरेज रेभेन्यू पनि यहीँ आयो एभरेज कस्ट पनि यहीँ आयो भनेपछि यहाँ चाहिँ हाम्रो नर्मल प्रफिट। लङ रनमा चाहिँ मोनोपोलीमा के हुन्छ भन्दाखेरि सुपर नर्मल प्रफिट हुन्छ। यो चाहिँ हाम्रो तिनवटा चाहिँ यो हाम्रो तिनवटा कन्डिसन चाहिँ सर्ट रनको लागि हो होइन। लङ रनमा चाहिँ के हुन्छ भन्दाखेरि लङ रनमा चाहिँ एउटा के हुन्छ भन्दाखेरि मोनोपोलीमा त इन्ट्री एन्ड एक्जिट अफ फर्म्स त बन्द हुन्छ इन्ट्री एन्ड एक्जिट त बन्द हुन्छ हुन्न। त्यसपछि के हुन्छ भन्दाखेरि लङ रनमा चाहिँ सुपर नर्मल प्रफिट मात्र हुन्छ किनभने उसलाई कमिसन दिने कोही हुन्न होइन। त्यही भएर चाहिँ उसको चाहिँ सधैँ सुपर नर्मल प्रफिट हुन्छ। अब अर्को भनेको मोनोपोलीको भयो। मोनोपोलिस्टको चाहिँ अरू सबै सेम हुन्छ यस्तै मोनोपोलीको जस्तै हुन्छ। त्यसमा चाहिँ के हुन्छ भन्दा रिलेटिभली इलास्टिक हुन्छ होइन। अनि मोनोपोलीमा चाहिँ एभरेज रेभेन्यू यस्तो हुन्थ्यो भने अलिकति उसको चाहिँ अलिकति थोरै माथि एङ्गल चाहिँ अलिकति माथि हुनु पऱ्यो होइन। यो चाहिँ एभरेज रेभेन्यू चाहिँ यस्तो हुन्छ यति अब यहीँ एभरेज रेभेन्यू लिएर गराउने अरू सब सेम हुन्छ। मोनोपोलिस्टिकमा चाहिँ अर्को लङ रनमा त्यसमा चाहिँ के हुन्छ त्यसमा फेरि इन्ट्री एन्ड एक्जिट हुन्छ फेरि त्यसमा फेरि लङ रनमा सर्ट रन त्यसमा लङ रनमा इन्ट्री एन्ड एक्जिट हुन्छ। त्यो हुनाले चाहिँ के हुन्छ भन्दाखेरि त्यसमा चाहिँ लङ रनमा त्यसमा चाहिँ नर्मल प्रफिट मात्रै हुन्छ। मोनोपोलीमा मात्रै सुपर नर्मल प्रफिट हुन्छ लङ रनमा यसमा चाहिँ नर्मल प्रफिट मात्रै हुन्छ।